आओ हामी परमप्रभुका निम्ति गाऔँ, हाम्रा उद्धारकका चट्टानका निम्ति आनन्दको स्वर निकालौँ। धन्यवाद साथ उहाँको उपस्थितिमा आओ र उहाँका निम्ति भजनहरू गाउँदै आनन्दको स्वर निकालौँ। किनकि परमप्रभु महान परमेश्वर हुनुहुन्छ र सबै देवताहरूमाथि महान राजा हुनुहुन्छ। पृथ्वीका गहिरा गहिरा ठाउँहरू उहाँकै हातमा छन्। पहाडहरूका चुचुराहरू पनि उहाँकै हुन्। समुद्र उहाँकै हो र उहाँले नै त्यसलाई बनाउनु भयो अनि उहाँकै हातहरूले सुक्खा भूमि बनाए। आओ हामी दण्डवत गरौँ र निहुरौँ, हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु बुढा टेकौँ, किनकि उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ अनि हामी चाहिँ उहाँको खड्गको प्रजा र उहाँको हातका भेडाहरू हौं। आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने मरिबामा झैं र उजाड स्थानमा मस्साको दिनमा झैं आफ्नो हृदय कठोर नपार। जुन समयमा तिमीहरूका पिता पुर्खाहरूले मलाई परीक्षा गरे, मलाई जाँचे र मेरो काम देखे। 40 वर्षसम्म म त्यस पुस्तासँग दुखित भएँ र मैले भने, यो जाति आफ्नो हृदयमा भड्केर जाने जाति हो अनि तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्। यसकारण मैले आफ्नो क्रोधमा कसम खाएँ, तिनीहरू मेरो विश्राममा पस्न पाउने छैनन्।